नमस्कार, म दीपक लामा। अहिले हाम्रो नेपालमा जो हालत त चलिरहेको छ, तपाईँले त्यसको बारेमा अवश्य नै थाहा होला। सोसियल मिडियामा तपाईँले हेरिरहनु भएको होला। किनकि नेपाल देशभित्र, राज्यभित्र भएको दाजुभाइ, पत्रकार दाजुभाइ र तथा उहाँको लोकलहरूले चाहिँ केही न केही सपोर्ट गरेर राज्यको लागि केही न केही निर्माण गरिरहनु भएको छ। अब हामीले पनि केही न केही गर्नुपर्छ, देश बाहिर बसेर पनि केही न केही आफ्नो राज्यको लागि केही न केही गर्नुपर्छ भनेर मैले एउटा सम्मेलन निकालेको छु। यो सम्मेलनमा तपाईँहरू सहभागी हुनुहुन्छ, यो तपाईँले सपोर्ट गर्नुहुन्छ भने आशाको साथमा मैले यो क्युआर कोड सेयर गरेको छु। क्युआर कोड स्क्यान गरेर तपाईँले राज्यको लागि केही न केही सपोर्ट गर्नु सक्नुहुनेछ। सपोर्ट गर्नुहुन्छ भने धेरै आशा छ। हामी नेपाली आमाको छोरा हौँ। नेपाल आमाको लागि हामीले केही न केही गर्नैपर्छ। देशमा बस्ने सबै दाजुभाइहरूले केही न केही राज्यको जो जेएनजी आन्दोलनकारीले तोडफोड आगजनी गरेको सबै कुरो केही न केही निर्माण मर्मत हुँदैछ नेपालमा अहिले। किनकि त्यही एउटा कुनामा एक चिजको लागि हाम्रो पनि भाग लिएर केही न केही राज्यले गरौँ भनेर मैले यो गरेको हो। तपाईँहरू भाग लिनुहोला, अवश्य तपाईँले सपोर्ट गर्नुहोला। सपोर्ट गर्नुपर्छ। हामी नेपाली हो, हामी हाम्रो देशको लागि नगरे कसको लागि गर्ने। त्यही भएर तपाईँहरूलाई एकदम निवेदन छ, एकदम आउनुहोस्, मिलेर गरौँ। केही न केही राष्ट्रको लागि हामीले गर्नुपर्छ। अहिले राष्ट्रको लागि हाम्रो धेरै आवश्यक छ साथीहरू, आउनुहोस्, गर्नुपर्छ, गरेर देखाउनुपर्छ। हामीले पनि इन्डियाबाट बसेर, इन्डियामा जब गरेर, काम गरेर हाम्रो राष्ट्रको लागि पनि केही न केही गर्नुपर्छ भनेर मैले सम्मेलन निकालेको छ। सँगै मिलेर सबै दाजुभाइ मिलेर सपोर्ट गरौँ। जय नेपाल, जय हिन्द।